नमस्कार र स्वागत छ यस भिडियोमा। आज हामी पृथ्वीको सबैभन्दा रहस्यमय ठाउँ बर्मुडा त्रिकोणको बारेमा कुरा गर्दैछौँ। बर्मुडा त्रिकोण, जसलाई शैतानको त्रिकोण पनि भनिन्छ, जहाज र विमान रहस्यमय तरिकाले हराउने घटनाका लागि प्रख्यात छ। यो साँच्चै के हो र यसको पछाडिको रहस्य के छ? बर्मुडा त्रिकोण उत्तरी अटलान्टिक महासागरको पश्चिमी भागमा रहेको एक क्षेत्र हो। यसको 3 कुनाहरू बर्मुडा, फ्लोरिडाको मियामी र पोर्टोरिकोलाई जोड्ने काल्पनिक रेखाले बनेको छ। यो क्षेत्र लगभग 5 लाख वर्ग माइलमा फैलिएको छ र यसले सयौं जहाज र विमानहरूलाई निलेको मानिन्छ बिना कुनै ट्रेस वा स्पष्ट कारण। बर्मुडा त्रिकोणको रहस्यमय कथा 19औं शताब्दीको मध्यतिरबाट सुरु हुन्छ, तर यो विशेष गरी 20औं शताब्दीमा चर्चित भयो। त्रिकोणको सबैभन्दा प्रारम्भिक रिपोर्ट गरिएको र अक्सर उद्धृत गरिएको रहस्यमय घटनाहरूमध्ये एक सन् 1840मा भएको रोजाली नामक जहाजको घटना हो। यो जहाज बिना कुनै चालक दल पूर्ण रूपमा अक्षुण्ण अवस्थामा फेला परेको थियो। सन् 1945को डिसेम्बरमा फ्लाइट 19 नामक 5 अमेरिकी बमवर्षक विमानको समूह रहस्यमय तरिकाले गायब भयो। उनीहरूको उद्धारका लागि पठाइएको एउटा विमान पनि पछि हरायो। यो घटनाले बर्मुडा त्रिकोणको कथालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो। त्यसपछि पनि USS साइक्लोप्स जस्ता ठूला जहाजहरू र दर्जनौं निजी विमानहरू यो क्षेत्रमा हराएका छन्। यी घटनाहरूमा न त कुनै भग्नावशेष फेला परे, न त कुनै स्पष्ट कारण। यी रहस्यमय घटनाहरूलाई स्पष्ट पार्न विभिन्न सिद्धान्तहरू अगाडि सारिएका छन्। केही वैज्ञानिक छन् भने केही पूर्ण रूपमा काल्पनिक। वैज्ञानिकहरूले प्रायः यस क्षेत्रमा हुने तीव्र मौसम परिवर्तन, गल्फ स्ट्रिमको तीव्र प्रवाह र मानव त्रुटिलाई मुख्य कारण मान्छन्। गल्फ स्ट्रिमले भग्नावशेषलाई छिट्टै टाढा बगाउन सक्छ। एक प्रमुख वैज्ञानिक सिद्धान्त मेथेन हाइड्रेट्स हो। समुद्रको तल जमेको मेथेन ग्यासको ठूला भण्डारहरू छन्। जब यो ग्यास अचानक सतहमा आउँछ, यसले पानीको घनत्व कम गर्छ, जसले गर्दा जहाजहरू तुरुन्तै डुब्न सक्छन्। अर्कोतर्फ केही सिद्धान्तहरूले अलौकिक शक्तिहरू, हराएको महाद्वीप एटलान्टिसको ऊर्जा वा UFOहरूको संलग्नता रहेको विश्वास गर्छन्। यी सबै रहस्य र सिद्धान्तहरूको बावजुद वास्तविकता के हो त? अमेरिकी तटरक्षक बल र लोयड्स अफ लन्डन जस्ता संस्थाका अनुसार बर्मुडा त्रिकोणमा हराएका जहाज वा विमानको संख्या विश्वका अन्य व्यस्त महासागरीय मार्गहरूभन्दा बढी छैन। यो क्षेत्र धेरै व्यस्त छ। धेरैजसो दुर्घटनाहरू खराब मौसम, समुद्री आँधी र विशेष गरी नेभिगेसनमा मानव त्रुटिका कारण भएका छन्। यो क्षेत्रमा अचानक आउने आँधी र चट्टानहरूले ठूलो क्षति पुर्याउन सक्छ। अन्त्यमा बर्मुडा त्रिकोण एक भौगोलिक क्षेत्र मात्र हो जहाँ दुर्घटनाहरूको संख्या महासागरको अत्यधिक यातायातको कारणले मात्र उच्च देखिन्छ। यसको रहस्य प्रायः लोकप्रिय संस्कृतिले सिर्जना गरेको हो। मानव मन सधैँ रहस्य र अनौठो घटनाहरूमा आकर्षित हुन्छ। बर्मुडा त्रिकोणको कथाले अज्ञातको डर र कल्पनालाई जोडेर यसलाई आज पनि चर्चाको विषय बनाएको छ। तपाईको विचारमा बर्मुडा त्रिकोणको रहस्य के हो? तल कमेन्ट बक्समा लेख्नुहोस्। भिडियो हेर्नुभएकोमा धन्यवाद।